Look guys, यहाँ चाहिँ स्कुलको एरिया रहेछ नि गाउँघर यस्तो हच पानतिर यहाँनिर कि रहेछ यता जानु पर्यो जङ्गल छ त मन्दिर हो कि के हो यहाँ जान मिल्ने भयो यहाँ जानु पर्यो यार आज त पानी परेर नि पुरा डर लागिरहेको फेरि 1 घन्टापछि पानी पर्छ बर्खा लागेछ यस्तो छ गाइज यहाँबाट यता छिर्नु पर्यो अब यहाँ के रहेछ छिर्न मिल्छ कि मिल्दैन मिल्छ जस्तो मन्दिर रहेछ यस्तो छ मन्दिरको परिवेश त हेर्न चाहिँ मिल्ने हो कि नमिल्ने भन्ने कुरा हो बुद्धको मूर्ति खोपे हौ ढुङ्गाहरूमा पानी पानी परेर यता चाहिँ उसहरू होला सायद पानी परेर हिलो हिलो छ यार यस्तो छ उयो चाहिँ के बनाएको रहेछ यस्तो मन्दिर यस्तो छ गाई चाहिँ यतातिर चाहिँ होइन हेर्नु पर्यो त्यो साइडतिर जानु पर्यो के रहेछ त्यो साइडमा के को स्ट्याचु हो यो जापानको मन्दिर त्यहाँपट्टि बाँस खतरा ठुल्ठुलो बाँस छ यार यस्तो छ घाम लागेको दिन चाहिँ सही होला जस्तो छ आज त अँध्यारो नि भएको छ पानी सानी परेर जङ्गल जङ्गल मेरो बुद्धको मूर्ति माथि पनि जान मिल्दो रहेछ त पानीको धारा यो चाहिँ के को बिल्डिङ रहेछ बस्न मिल्ने बनाएर छ फुलसुल लगाएर फुलहरू राखेको चाहिँ बाँस गाडी हाउरा मन्दिरहरू चाहिँ सही छ यार जापानिज मन्दिरहरू जस्तो उतापट्टि नै रहेछ पहिला यता हेरेर उता जानु पर्ला के हो यस्तो छत
आज त दिनभरि पानी छ यहाँ। अघि पनि पानी पर्यो, फेरि पानी पर्छ। अहिले एकछिन निस्केको। यो चाहिँ हाम्रो घरबाट नजिकै छ, रुमबाट नजिकै रहेछ। तर फर्स्ट टाइम आएको, यतातिर आएको थिएन। नजिकै भयो भने राम्रो रहेछ यार। यहाँभित्र छिर्न चाहिँ मिल्दैन जस्तो। स्याउला झऱ्यो रुखबाट। यतातिर जानु पर्यो, कस्तो रहेछ। फोटो खिच्न चाहिँ मिल्ने कि नमिल्ने भन्ने कुरा हो। यता चाहिँ भित्र मान्छे पनि गएको अहिले, मान्छे रहेछ। यस्तो अलि अँध्यारो छ, काम लागेको छैन अब। बाटो चाहिँ माथि जानु पर्यो है अब। रुखहरू चाहिँ के को रुख हो यार, यत्रो ठुल्ठुलो छ। अब यताबाट चाहिँ अर्को साइडतिर जानु पर्यो होइन। कस्तो रहेछ माथिपट्टि पनि हेरेर आउनु पर्यो। टी 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 गरिरहेछ त। यो साइड चाहिँ यस्तो बाटो कहाँबाट छ बाटो। यताबाट चाहिँ माथि जानु पर्यो। के को बनायो यस्तो, यतापट्टि नै माथि के राखेको छ। त्यो माथि के हो यार। माथि यस्तो बाँसघारी ऊ पछाडिपट्टि नै रहेछ। यो जुम गर्दा यस्तो देखियो। कहाँबाट छ बाटो, माथिपट्टि चाहिँ के रहेछ हेर्नु पर्यो। टक्क लाएर